हेलो फ्रेन्ड्स सो आजको मौसम चाहिँ यस्तो दामी भएर चाहिँ मजाले घाम लागिरहेछ होइन अन्त सिनारी चाहिँ हेर्नु न हाम्रो घरमाथिको कस्तो दामी भइरहेछ मौसम पनि राम्रो भएर होला होइन बादल पनि कस्तो मजाको देखिरहेछ होइन अन्त आज चाहिँ हामी चाहिँ माथि गुफा पाताल हुन्छ नि नेपाल साइड भ्यू पोइन्ट त्यहाँनिर घुम्नु जाने होइन हामी चारजना चाहिँ आमा म भाउजू अन्त भाउजूको छोरा नानु आइरहेछ नि होइन अस्ति आएको होइन भोलि चाहिँ फर्किने अरे त्यसले गर्दा चाहिँ आज चाहिँ उसलाई माथि भ्यू पोइन्ट घुमाउनु लाने हो अन्त मौसम देख्दा कस्तो मजाको भएको छ तर गरम भइरहेछ घाम पनि लागिरहेछ नि होइन त्यसले गर्दा गरम भइरहेछ बिहान भए त हुन्छ नि अब गाडी पनि पाउँथ्यो होला होइन अहिले चाहिँ यस्तो हुन्छ नि अब गाडी पनि छैन अनि त्यसले गर्दा हामी हिँडेरै जाने होइन आज आमा चाहिँ अलिक हिँड्नु सक्दैन होला तर पनि हिँड्दैछ आमा पनि जाने भन्यो नि होइन अल्छी लाग्दा पनि जाने भनेर चाहिँ गएको होइन अन्त यहाँ चाहिँ न यो चाहिँ माइजूहरूको बिरालो माइजूको बिरालो होइन कम त क्युट देखिरहेको छैन माइजूले नुहाइदिकन राखेको रहेछ कि सफा भइरहेछ नभए त हुन्छ नि चुलाको त्यो के भन्छ त्यसलाई खरानहरू लागेर होइन त्यो कालोहरू लागेर कस्तो कालोमाथि कालो भइरहेको हुन्छ हामी चाहिँ माथि पुग्यो हिँड्दै हिँड्दै होइन गरमले ज्याकेटहरू सबै खोल्ने बेला भयो होइन अन्त माथि चाहिँ दिदी होइन अन्त दिदी छोरा बडीले चाहिँ फुल रोप्दो रहेछ होइन उनीहरूले चाहिँ फुलहरूको हुन्छ नि बिजनेस गर्छ नि होइन उनीहरूले चाहिँ अन्त हामी चाहिँ त्यहाँबाट हिँड्दै गयो माथि रोड पुग्यो रोड पनि अब टाढो छ रोड पनि निकै हिँड्नुपर्छ होइन अन्त भ्यू पोइन्ट पुगेर चाहिँ हामी चाहिँ चोर बाटोबाट चाहिँ भ्यू पोइन्टभित्र गएको होइन यो चाहिँ चोर बाटो सर्टकट भन्थ्यौँ न होइन यहाँबाट चाहिँ बेसी मान्छे हिँड्दैन तर भने हामी चाहिँ छिट्टो पुगोस् भनेर चाहिँ यहाँबाट जाँदैछ होइन उताबाट गएर चाहिँ निकै घुमेर जानुपर्छ नि त्यसले गर्दा अन्त आज चाहिँ सनाको जस्तो टुरिस्टहरू पनि बेसी थिएन होइन कम्ती थियो बेसी थिएन बेसी आएको थिएन नभए त सना त पुरा भिड हुन्छ नि यहाँनिर त्यो फुलहरू फुलेको बेलामा त हुन्छ नि खुट्टा राख्ने जग्गा नै हुँदैन तर आज चाहिँ कम्ती थियो बेसी थिएन एकछिनमा चाहिँ अलिअलि गर्दा आउँछ तर त्यो टुरिस्टहरू भन्दा नि यहाँ चाहिँ नेपालीहरू आइरहेको थियो होइन अन्त यहाँभित्र पस्नुको लागि चाहिँ हामीले चाहिँ हुन्छ नि 20 रुपियाँको टिकट काट्नुपर्छ होइन यहाँभित्र चाहिँ अब फुलहरू फुल्छ यो अहिले चाहिँ फुलको सिजन आएको छैन आउँदैछ कोपिलाहरू चाहिँ पुरा लागिरहेको रहेछ कि तर फुल चाहिँ फुलेको छैन यहाँनिर अन्त यो चाहिँ नि यो फुलहरू चाहिँ डल्लै फुल्यो भने चाहिँ यति दामी देख्छ कि यहाँनिर चाहिँ अब डिफ्रेन्ट डिफ्रेन्ट कलरको हुन्छ नि फुलहरू रोपेको छ नि होइन त्यसले गर्दा यहाँनिर त खुट्टा टेक्ने जग्गा नै हुँदैन यति डरलाग्दो टुरिस्टहरू आउँछ नेपालबाट आउँछ होइन इन्डियन टुरिस्टहरू कम त सबैतिरबाट आएर यहाँनिर घुम्नु आउँछन् फोटोहरू खिच्नु आउँछ अन्त हामी चाहिँ माथितिर घुमिसकेर चाहिँ हामी बाहिर निक्ल्यो होइन यहाँनिर चाहिँ आमाले चाहिँ बदाम किन्यो होइन त्यही बदाम किन्दै जाँदैछ यहाँ चाहिँ नयाँ रोड निकालेको छ अब रोडहरू हुन्छ नि खनेर 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 तलसम्म खनिरहेको रहेछ होइन अन्त यहाँ चाहिँ डाइनोसर र जिराफको चाहिँ हुन्छ नि स्ट्याचु राखेको रहेछ तल भाउजूले जाउँ भन्दै थियो नि होइन तर हामीलाई चाहिँ अल्छी लाग्यो नि अब तल